खाइबक्सोस् न हजुर, खाइबक्सेन भने मरिबक्सन्छ। अब त चाउ खाऊ। चाउ हुट्याउँछे। 50 लाखमा 10 रुपैयाँ त्यो चाउचाउको झोल। यस्तै त हो नि पोरो, जहिले यस्तै त नि मारे नि आमा। ओए ठाउँको ठाउँ नथित न, मैले मात्र कौडी खेलेर भयो, मेरो बच्चाले चाहिँ खेल्नु पर्न। तिम्रो नाम के पर्यो रे? वसुन्धरा। ए भनेपछि त पानीको त दुखै नहुने भयो। अनि तिमीलाई सबै आउँछ हो? आउँछ, भात पकाउन आउँछ, लुगा धुन आउँछ, मलाई सबै काम गर्न आउँछ। त्यो त मेरो बाउलाई नै आउँछ। तेरो ताल यही हो। भयभरको कपडा घर गवान सब बोकेर हिँडी पुसी त को हिँडी पुमुनि तेरी स्वानी त्यसका बाजे यता एकैचोटि तिनटी आछन् तेउडी गइन्जास। काजी साहब नमस्कार। तपाई पनि थुतुनु हेर न, थुतुनु काई साहब जस्तो देखिन्छ। खत्तम। बाय बाय। What's your academic qualification? I mean your educational level. रेड लेभल, ब्ल्याक लेभल, ब्लू लेभल चाहिँ चाख्या छैन। What is this? होइन, हजुरको छोरीले कति पढ्या हो? अब नपढ्या भए यसरी अंग्रेजी बुझ्ती त। हामी यस्तै त हो नि पोरो। स्कुलमा पढाउँदा यी नानी खाली झगडा मात्रै गर्छिन्, भनेकै मान्दिनन्। अब म जिओ गो हुन्छ भनेर पढाउँछु, होइन डिओ डु हुन्छ भने जिओ गु किन नहुने भनेर भन्छन्। खत्तम। भाइ एकै झर्कामै मन पर्यो मलाई। कान चाहिँ अलिक कम सुन्ने रहेछ, तर केही छैन, गाली गरेकै बुझ्दिन। केटी माग्न गएको काल माग्न गयो जस्तो भयो यार। हामी पनि बेकार डरेर भने बन्दुक छ भन्दैमा त्यसले पड्काइहाल्नु सक्छ। पड्काएन तेरो बाउले। खत्तम। असाध्यै गर त्यहाँ गइज नि त, हामी सबै एकै दिन किन मर्नु? एकै दिन मर्यो भने सारा दिन एकै दिन पर्छ फेरि। आर यु कमेडी मी? छोरासँग सम्पर्क छ भने? बाबु मुटु कमजोर छ, फेरि खुस्केलिन बोल्नु। सुम्मकले फलाम तानेपछि के अडिन्थ्यो? बाइ द वे, म तपाईको उमेर सोध्न सक्छु? सक्नुहुन्छ, तर म बताउन सक्दिनँ। 18? बाबा कस्तो केस! वास्तवमा आजभन्दा 18 वर्ष अगाडि मलाई 18 वर्षको भन्थे। उतार चढाव छ, हामी जीवित छौं। यो हजुरबाले खुसीको थप्पड दिनु भएको? यो घरमा बन्दुक सन्दुक त छैन है? किन? कहीं हजुरबा एकदमै खुसी हुनुभयो भने?